बोकाला लिनु नि भयो हेलो गाइज हेलो हाम्रो चाहिँ ब्लग सुरु भइरहेछ है। हाम्रो चाहिँ आज नाइट क्याम्पिङ ब्लग हुँदैछ। हाम्रो चाहिँ मेन विशेष भनेको भरत दाईको रिक्वेस्टबाट चाहिँ आज हाम्रो ब्लग सुरु भइरहेछ होइन। अनि नाइट क्याम्पिङको अनि हाम्रो चाहिँ यता सामान सबै रेडी भइरहेछ। साथीहरू सबै रेडी भइरहेछन्। अनि यता हाम्रो भरत दाई फेरि पुरै ब्याग बोकेर सब रेडी भइसक्यो। अब सामानहरू सबै रेडी भएर चाहिँ हामी निस्किँदैछौँ। अनि हामी चाहिँ अब जान लाग्यो किनभने रात परिसक्यो, अँध्यारो भइसक्यो, त्यही हुनाले चाहिँ हामी निस्किनु लाग्यो। केटाहरू चाहिँ मस्त सामान किनिरहेछन् होइन। अब क्याम्पिङ गर्ने भन्यो अब तरकारी खाने भेजी सेजी मान्छेहरू पनि रहेछन् कि। अनि त्यही हुनाले चाहिँ उता केटाहरू चाहिँ चट्ट पारेर तरकारी किनिरहेछन्। अब आफू त पऱ्यो होइन, पैसा बचाउनु पऱ्यो नि, त्यो हुनाले गाडी नचढ्नु बसिरहेको पैसा बचाउनु पऱ्यो त। सामान किन्नु भयो त पैसा तिर्नु पर्छ त्यही हुनाले गाडी नचढ्नु बसिरहेको छ। गाई चाहिँ हामीहरू चाहिँ भोलका आइसक्यो, रातिको समय छ भोलका। अनि केहीदेखि लाग्दैन होला है। दाइहरू चाहिँ अब कहाँ क्याम्पिङ गर्ने भनेर चाहिँ यहाँ खोजिरहनु हुन्छ। अब यतातिर टक्क अब रिसर्च हुँदैछ हाम्रो चाहिँ अब कहाँ क्याम्पिङ लाउने भनेर होइन। अनि यता चाहिँ फेरि भोलकाको कुर्र गरेको आवाज आइरहला नि, कुर्र गरेको त्यहाँ पानी छ। अब राति के देखाउनु है, भोलि बिहान देखाउँछु तपाईँलाई कसरी पानी बोकबोक उम्लिन्छ त्यो चाहिँ म देखाउँछु। अहिले चाहिँ हाम्रो यहाँ दाइहरू फेरि कहाँ क्याम्पिङ गर्ने भनेर चाहिँ खोजिराख्नु भएको छ। कौन है ये लोग, कहाँ से आते हैं? दाइहरूले टेन्टहरू त खोजेर हालिसक्नु भयो। अब के भने टेन्ट आफूले हाल्न आउँदैन। अनि फेरि हाम्रो दाजु फेरि कुकम्यान हाम्रो दाजु त पुरै डेन्जर कुकम्यान पनि भइरहेछ नि। म पहिला यो 5 स्टार होटलमा कुक गर्थेँ के। दाजुले गर्दाखेरि मलाई यो कुकको एकदम राम्रो छ। तर मैले त्यो बेला चाहिँ नेपाली खाना बनाउँथेँ। नेपाली खाना फेरि खतरनाक। 5 स्टारमा नेपाली खाना वाउ मस्त भएको छ त यार। अब हामीहरू मजाले खाना खाइरहेको छौँ है। मासु भात अनि एकजना चाहिँ भेज हुनुहुन्छ हाम्रो बल्लभजी खाँदै हुनुहुन्छ। प्रतीक भाइ हामी एकदम रमाइलो तरिकाले चाहिँ चट पाकिरहेको छ खाना है। यस्तो मिठो पनिर चिकन एकदम मजाको हेर्नुहोस्। यता फायर भइरहेछ एकदम मिठो ओहो बाउन्जी के हो, कहाँ हो आज? हामी छौँ भल्का। आज खाना खाएपछि रमाउनु पर्छ, त्यसपछि मचाउनु पर्छ तल्का। नुन बिर्सिनु भयो, त्यो दामी भएको छ तर बोकाला लिनु नि भयो नुन नै हो। यहाँ मान्छे को हो तपाईँले हाल्दैन त्यो लिनु न तपाईँ। दिनभरि काम गरेर साथै इन्जोय पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात मर्स्याङ दिस लाला। पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात मर्स्याङ दिस लाला। रातभरि सुतियो, खाइयो, नाचियो। अब हाम्रो चाहिँ टेन्ट प्याकहरू चाहिँ सबै दाइहरूले खोलेर प्याक गरिसकेका छन्। अनि दाइको फेरि अलग्गै त्यहाँ सुट पनि चलिरहेछ। अनि भोलकाको भ्यू, बिहानको मर्निङ भ्यू चाहिँ बबाल आउँदो रहेछ। सनराइज कस्तो दामी छ, कस्तो दामी छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँ नाइट क्याम्पिङको लागि चाहिँ बबाल रहेछ। डे क्याम्पिङ धेरै भयो, डे क्याम्पिङ भनेर डेमा चाहिँ घुम्दै हामी यहाँ धेरैचोटि आइसक्यौँ। फोटोसोटो पनि धेरैचोटि हामीले यहाँ खिचिसक्यौँ। तर यो मौका, यो यस्तो नाइटमा घुम्ने मौका चाहिँ लाइफमा पहिलोचोटि पाएको। अनि दाइहरूको फेरि उतातिर फेरि प्याकिङ स्याकिङ भइरहेछ। अब यता भ्लग बनाइरहेछ। गाइज तपाईँहरूलाई देखाउँछु कि म विशेष भनेको चाहिँ यही हो कि भोलका भनेको यही हो। भोलका भनेको यो देख्नुभयो, जमिन मुडेर कसरी पानी उम्लेर निस्किरहेछ भक। यो चाहिँ सुपर नेचुरल हो क्या, नेचुरल एकदम नेचुरल हो। यो चाहिँ मस्तसँग पानी जमिन मुनिबाट भक उम्लेको जसरी निस्किरहेछ। तर यो तातो छैन नि, फेरि एकदम चिसो छ। सो कन्फ्युज नहुनु होला, तातो पानी हो भनेर। यो चाहिँ चिसो पानी हो। यसलाई चाहिँ भोलका भनिन्छ। यो धनगढीमा पर्छ। एकदम दामी ठाउँ छ। हामीले हिजो नाइट क्याम्पिङ गऱ्यौँ दाइहरूसँग होइन, रमाइलो भयो।
एकदम रमाइलो भयो। फेरि यतातिर मन्दिर पनि छ है, मन्दिर पनि छ। फेरि यता फोटो खिच्ने ठाउँ पनि बनाएको छन् र सनराइज हेर्न सक्नुहुन्छ। कस्तो दामी छ सनराइज। वाउ सनराइज कस्तो दामी छ है। दामी भयो रमाइलो भयो दाइहरूसँग एकदम रमाइलो एकदम के हो बिग्रे लडबडिसक्यो रमाइलो भयो एकदम रमाइलो भयो। अनि आउनु होला तपाईँहरू पनि आउनु होला, नाइट क्याम्पिङ हान्नु होला। नाइट क्याम्पिङ नसक्यो डे क्याम्पिङ त हान्न सकिन्छ नि त होइन। अनि साथमा चाहिँ अब दिदी बहिनी इष्ट मित्र गर्लफ्रेन्ड तू समझा? हाँ नहीं तू समझा नहीं। गर्लफ्रेन्डसँग चाहिँ आउनु होला। दामी छ ठाउँ रमाइलो छ एकदम आउनु होला। अनि पिउने पानी पनि के यो ताल यो पानी यो ताल यो पानी मस्तसँग यसो गरेर खाने मिठो छ। अघि भने चाहिँ नि तातो होइन चिसो छ पानी भनेर, सो मिठो छ। अवश्य आउनु होला, भल्काको पानी खाएर जानु होला। प्रतीक भाइ हजुर कस्तो रह्यो त अनुभव? एकदम मजा आयो। राति हामी आयौँ, आगो बाल्यौँ, खाना पकायौँ, टेन्ट सेट गऱ्यौँ, हाँसी मजाक गऱ्यौँ, एकअर्कालाई चिन्ने मौका पायौँ। धेरै साथीहरू दाइहरूसँग भेट्न मौका पायो। यो भोल्कामा त हामी आइरहेको, तर यसरी नाइट चाहिँ पहिलोचोटि आएको। फेरि यो क्याम्पिङ म झन् सबैभन्दा पहिलोचोटि आएको दाइको कारणले गर्दाखेरि एकदम रमाइलो फिल भयो। रातिखेरि त्यो भुतिया कहानीवाला पनि कहानी भयो। अहिले चाहिँ हामी भरत दाइ घर पुगिसक्यौँ त्यहाँबाट। आजको भ्लग चाहिँ यतैतिर इन्ड हुन्छ। जहाँबाट स्टार्ट गरेको थियो हाम्रो भ्लग त्यहीँबाट चाहिँ इन्ड हुँदैछ। सो धेरै लङ टाइमपछि लङ भ्लग बनायो। सो अलिकति कमजोरी भयो होला, त्यसलाई चाहिँ यसो मिलाएर बुझ्नु होला। अनि फेरि यसो मौका मिले चाहिँ यस्तै भ्लगहरू आउँदै गर्छ। सो गाइज do love, do subscribe, do like. Love you all. Bye.